सो हाई गाइज वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ हामी यहाँ कस्तो डरलाग्दो पाराले फसेका छौँ। यहाँ हेर्नु मेरो आमा हुनुहुन्छ, मेरो भाइ, म अनि मेरो बाबा चाहिँ गान्तोक जानुभएको छ डक्टर देखाउनु लागि। अनि हामी पनि गान्तोक जाने भनेर आज सोचेर चाहिँ जिद्दी गरेको थियौँ होइन। भरे भन्दा चाहिँ नै हामीले नै सफर गर्नु पर्यो है गाइस। हामी चाहिँ आज बर्दाङदेखि हिँडेर यहाँ आइपुग्यौँ है साथी हो। त्यही त हामी चाहिँ रम्फूबाट हालत बदला भइरहेको छ हो। त्यही त भोक लागेर मर्नु भइरहेको छ, पानी परिरहेको छ त्यतिकै। त्यही कारण हामी यहाँ यस्तो छानाहरू जग्गामा बसिरहेको छौँ। अनि भाइले चाहिँ यहाँ माझीटारमा केएफसी खाने नै खाने भनेर चाहिँ रम्फू नगई नहुने अरे नभए त अघि हामी गाडी पक्रेर जाइसक्छौँ। हामी चाहिँ फेरि भाइको ट्युसन चाहिँ 12 बजीसम्म रहेछ हो गाइस। अन्त फेरि भाइले चाहिँ 11 बजी नै लिएर गान्तोक जानु आँटेको। त्यहाँदेखि फेरि यहाँ रोडमा पर्खिँदा हाइवेमा पाएन गाडी। अन्त फेरि हामी बजारबाट गएर यहाँ काम अट्यो हामी। बर्दाङबाट चाहिँ गाडीमा चाहिँ अम्बो यस्तो डरलाग्दो गर्मी कि हप हप भएर चाहिँ पसिना सरिआएर चाहिँ हो। अन्त पसिनाले खल भइरहेको थियौँ। अन्त हामी चाहिँ हुँदैन भनेर चाहिँ हिँडेर आयौँ। गाडीहरू यत्तिकै हिँडिरहेको छ। जाम चाहिँ परदेखि पर गान्तोकसम्म छ। अब मेरो बाबा चाहिँ पाक्योङबाट फर्केर आउनुहुन्छ अरे हो। यस्तो स्थितिमा छौँ हो। अब पानी रोकेर मात्रै हामी जान सक्छौँ। हामीसँगै रहनुहोस् गाइस। त हामी माझीटार पुग्छौँ होला पुग्दैनौँ होला, हेर्दै जानुहोस् है यो भिडियोमा। यस्तो छ नि अहिले चाहिँ अलिअलि पानी पर्दैछ र हामी भित्रै हिँड्दैछौँ हो। अनि आमा र भाइ अगाडि हिँड्दै म चाहिँ यहाँ भिडियो बनाउँदै हिँड्दै हो। अब खै अब हामी माझीटार पुग्छौँ कि घर त्यतै लाग्छौँ कि त्यहीँबाट हुन्छ। अब जाम चाहिँ पुरा छ हो। यो दिन चाहिँ हामी बिर्सिँदैनौँ होला है आमा। त्यही त पानीले यहाँ हामी यहाँ कुद्दैछौँ। बस आयो जग्गामा आइपुग्यौँ हो। अलिक ठुलो जग्गामा अघि चाहिँ सानो बाटो थियो कि त्यही कारण हो। थाक्यो हामी। अब चाहिँ माझीटारको डाँडा यस्तो मान्छेको डाँडा आइपुग्यो। हामी एसयुएमआई हो छेउमा आइपुग्यौँ हो। यहीँ पढाउनुहुँदैछ। म चाहिँ आउँदैछु। भोक लागेर चाहिँ अहिले कति पनि बज्यो, 3 पनि बजिसक्यो हो। अब चाहिँ हामी एसएमआइटीमा आइपुग्यौँ हो। सो वेयर आर माई थाक्यो प्रतिस थाक्यो। आमा थाक्नुभयो। भोक लागेर चाहिँ है त्यही त हो गाइस। बल्ल नि केएफसी आइपुग्यो हो। यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो पसिना चुदै आमाको पसिना हो। भाइ चाहिँ बस्दै उठ्दै गर्दै हो। यो सिचुएसन चाहिँ नि हामी कहिले बिर्सिँदैनौँ हो गाइस। हामी खानु आँटेको केएफसीमा जाँदैछौँ गाइस। हामीले अब खाइसकेर चाहिँ निस्किँदैछौँ। मैले चाहिँ आज के भन्छ उयो केएफसी अर्डर गर्नु पनि सिकेँ हो। बट देन हामीले चाहिँ भिडियो बनाएनौँ खाएको, किनभने हामी खाँदै बिर्स्यौँ हो। अन्त फेरि मैले चाहिँ आज उयो पनि खाएँ के भन्छ आमा त्यो चिकन पपकर्न भन्छ है चिकन पपकर्न भन्छ है। अनि म चाहिँ भेज मान्छे, कहिले चिकन नखाने मान्छे चाहिँ आज चाहिँ मैले ट्राई गरेँ। आज मैले कतिवटा खाएँ हो। हामी क्रस गर्दैछौँ गाडी
रम्फू जान लागि चाहिन्छ हो। अब कस्तो मैले चाहिँ कतिवटा खाएँ भन्दाखेरि नि चिकन पपकर्न 7-8वटा खायो होला हो। मिठो भएको थियो आज चाहिँ हो। त्यहाँदेखि फ्रेन्च फ्राइज खायौँ, बर्गर खायौँ, भाइ आमाले चिकन खानुभयो हो। तर यो सिचुएसन चाहिँ हामी कहिले बिर्सिँदैनौँ हो। कस्तो साह्रो थियो हामीलाई केएफसी पुग्नु पनि माझी टारमा। अब चाहिँ हामी रम्फू जाँदैछौँ घर हो। बाबा चाहिँ गान्तोकमै अड्किरहनु भएको छ, हामी चाहिँ यहाँ गाडी पर्खिँदैछौँ। You guys, अब बाई, see you next time, बाई। प्रत्युष बाई भन, सी बाई भन, बाई बाई गाइस, बाई बाई।